हेलो साथीहरु, गुड मर्निङ। साथीहरु आउनु हाम्रो विषयवस्तुगत तर्फ। त साथीहरु क्वेशन नम्बर हाम्रो 1 मा के छ भने पहाडमा मिलिसिया र तराईमा अमित पुलिसको स्थापना कहिले भएको हो? यसको राइट आन्सर रहेछ साथीहरु अप्सन नम्बर बी 1954 मा। अब हाम्रो क्वेशन नम्बर 2 मा के छ भने काठमाडौँमा कोतवाली पुलिसको स्थापना कहिले भएको हो? यसको राइट आन्सर रहेछ साथीहरु अप्सन नम्बर 4 विक्रम सम 1967 मा। हाम्रो क्वेशन नम्बर 3 मा के छ भने इन्स्पेक्टर दर्जनीको थालनी कहिलेदेखि सुरु भएको हो? यसको राइट आन्सर रहेछ साथीहरु अप्सन नम्बर ए विक्रम सम 1972 मा। साथीहरु हाम्रो अप्सन नम्बर 4 मा के छ भने जिल्ला पुलिस व्यवस्था खारेज गरी सदर पुलिस व्यवस्था कहिले कायम गरिएको हो? यसको राइट आन्सर रहेछ साथीहरु 1990 अप्सन नम्बर बी मा। हाम्रो क्वेशन नम्बर 5 मा के छ भने प्रहरी काम कर्तव्य तोकिएको पुलिस गोस्थावारा सवाल कहिलेदेखि प्रचलनमा आएको हो? यसको राइट आन्सर रहेछ साथीहरु अप्सन नम्बर 4 1991 पौष 27 गते। हाम्रो क्वेशन नम्बर 6 मा के छ साथीहरु तराईमा पुलिस स्थापना र इन्स्पेक्टरको व्यवस्था कहिले गरिएको हो? यसको राइट आन्सर रहेछ साथीहरु अप्सन नम्बर 4 1997 मा। हाम्रो क्वेशन नम्बर 7 मा के छ साथीहरु प्रहरी प्रधान कार्यालयको कहिले स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई दिएको थियो? यसको राइट आन्सर रहेछ क्वेशन नम्बर 8 मा के छ साथीहरु नेपालका प्रथम आईजीपी को हुन् जो 2007 चैत्र 28 गतेदेखि 30 गतेसम्म जम्मा 2 दिन मात्र पदमा रहेका थिए? यसको राइट आन्सर रहेछ साथीहरु तोरण शमशेर जब। हाम्रो क्वेशन नम्बर 9 मा के छ साथीहरु आईजीपी अफिसको स्थापना सिंहदरबारमा कहिले भएको थियो? यसको राइट आन्सर रहेछ साथीहरु विक्रम सम 2008 सालमा अप्सन नम्बर सी। क्वेशन नम्बर 10 नेपालमा सदर ट्राफिक प्रहरीको नामले ट्राफिक प्रहरीको स्थापना कहिले भएको हो? यसको राइट आन्सर रहेछ साथीहरु विक्रम सम 2009 मा। नम्बर 11 नेपाल पुलिस तालिमको केन्द्रको स्थापना कहिले भएको हो? यसको राइट आन्सर रहेछ साथीहरु 2009। क्वेशन नम्बर 12 विशेष प्रहरी विभागको स्थापना कहिले भएको हो? यसको राइट आन्सर रहेछ साथीहरु 2010। नम्बर 13 पहिलो महिला प्रहरी अधिकृत प्रहरी निरीक्षक को हुन्? रहेछ साथीहरु नानी छोरी अप्सन नम्बर 4। क्वेशन नम्बर 14 नेपाल प्रहरीको विविध स्थापना कहिले भएको हो? 2012। क्वेशन नम्बर 15 पुलचोकको श्री महलमा सदर प्रहरी तालिम केन्द्र कहिले स्थापना भएको हो? यसको राइट आन्सर रहेछ साथीहरु विक्रम सम 2013। 16 मा नेपालको पहिलो महिला प्रहरी को हुन्? यसको राइट आन्सर रहेछ साथीहरु सरस्वती उपाध्याय। नम्बर 17 नेपालको पहिलो महिला हवलदार कसलाई मानिन्छ? यसको राइट आन्सर रहेछ साथीहरु सावित्रीलाई मानिन्छ। क्वेशन नम्बर 18 नेपालको पहिलो महिला इन्स्पेक्टर कसलाई मानिन्छ? यसको राइट आन्सर रहेछ साथीहरु नीलम देवीलाई मानिन्छ। क्वेशन नम्बर 19 पहिलो प्रहरी नियमावलीको व्यवस्था कहिले गरिएको हो? यसको राइट आन्सर रहेछ साथीहरु विक्रम सम 2015 मा गरिएको हो। हाम्रो लास्ट क्वेशन के रहेछ साथीहरु 20 मा सन् 1965 को पुलिस व्यवस्थाले 29 वटा पहाडी जिल्लामा स्तरीय थाना स्थापना गरियो भने सो वर्षसम्म कतिवटा छोटी थाना व्यवस्था भइसकेको थियो? यसको राइट आन्सर रहेछ साथीहरु 16 वटा अप्सन नम्बर 4। हस्त साथीहरु धन्यवाद। कस्तो खालको भिडियो चाहियो कमेन्ट गर्नु होला। म त्यस्तै खालको भिडियो लिएर उपस्थित हुने वाला छु। Subscribe to my channel.